कैसे हैं आप लोग? स्वागत करते हैं आज न्यू ब्लॉग के साथ। ब्लॉग हैन पार्टी भइराछ हैन पार्टी 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 गाइस पार्टी पार्टी गाइस यतातिर पनि पार्टी भइराछ पार्टी हो केटाहरु के छ ठीक छ हो ठीक छ साथी बब्बाल बब्बाल ओहो ल सबैले सपोर्ट गर्नु पर्यो हाम्रो साथीले हो न ल साथीकोमा लाइक सब्स्क्राइब गर्नु ओके ओके के छ ब्रो हामी यहाँ भात साथ कन्डिसन एक यार यहाँ राख अब ओए लड्ने काम नगर ओए हल्ला नगर के हेर्न मान्छे यार मा कसम खाएर हिँड्या थाहा हुन्न रन्डी भने हल्ला गर्ला गीत बजा बरु गीत बजा त बुपर के मेरो सिसन ल्यायो यिनीले बेले गराउन खोज्यो अरे ओए 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 ओ भिडियो बनिरहेको यार जति हैन बोल्नु ल है मासुलाई 380 ए भक्ति सरकोमा त हैन यो 60 केजी गर्छ 10 रुपैयाँ जुगाड हैन 10 रुपैयाँ त दिइहालौला त और सब पुग्यो क्याश मलाई चाहिँ म अनलाइन बनाउन है पैसाको मोसले मोस यसले कति दियो ए भाइ 3 किलो ल्या 3 किलो 3 किलो मासु ओए ए पुष्कर 3 किलो ल्या 3 किलो मासु ल्या 3 किलो मासु नि हुन्छ 3 ओइ किलोले मोस हाम्रो सर मोसले हाल्न लाग्छ पैसा मैले हाले अरे सबैले हाल्ने ओइ कति दियो भन न मैले मगा भाङ हाल्दिन अगाडि भाङ निचाल्नु झोल बनाएर हाल्छु अघि पनि कस्तो बनाएर भिडियो ओए हेर त विकास ओए विकास कस्तो बनायो फाइनली भात पाक्यो ओए भात पाक्यो ए हेर न काट्दै छ बिस्तारले बनाऊ ओए बिस्तारले भर्खर आएमा अहिले आएर भर्खर सुतेर अहिले भर्खर उठ्या पानी हाल्न मा पानी हाल्नु दियो पानी हाल्नु भाइ यार है बनिरहेछ है अब एकछिन पछि भेट्नेछौँ है रोकिने दोस्त एकछिन पछि भेटिने हो नि थाल पनि आइसक्यो होइन थाल पनि आइसक्यो होइन ओए ओए थाल ल्याउ न थाल आयो होइन थाल आयो भात पनि रेडी छ है केटा ल एउटा थाल खाऊ न राम्रो राम्रो होइन क्वालिटीको बबाल बबाल छ वा के ओ मा
ए हमाउनु पर्यो होइन म यो हमाउनु छु ल ए थलामा ओइ ओइ थालामा ओइ ल थालामा केटा ओइ छोड ओइ 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 कस्तो हो यार ओइ थालामा हाँ पाक्दै छ यार ओइ भात तोड त कस्तो भयो कस्तो छ ठिक छ नि काँचो छैन पकाए मैले हो नि त काँचो छैन कसले पकाएको मस्त मैले तले के खाइस ल बबाल चाहिँ गाइस ए साथी हेर्ने भात चेक गरेर ल पुरा बिहे जस्तो हो कि साथी यार वामा पुरा बिहे जस्तो हो कि साथी बिहे जस्तो बनाइदिएको के मैले ल अब यस्तो ढालिदियो पनि पुगे टमाटर धेरै हालिले त अरे के आता ग्रेभी हो खाने ग्रेभी निकरी वो गर फुल्ने दिए टक्कै पाक्न देऊ र फुलेर तेल हुन्छ तेल त त्यसमा पनि फुट्छ और त्यसलाई एकदम पड्कनासम्म भुन्ने हैन पड्कनासम्म बरु यत्रो पानी हालेपछि ग्रेभीसँग खाने त्यो गरे जस्तै